सो हेलो गाइज गुड मर्निङ वेलकम टु आवर एनदर स्टोरी टाइम भिडियो र यो भिडियो चाहिँ त्यति धेरै पुरानो होइन 2-3 महिना अगाडिकै नै हो र बेसिकली मैले क्लास 12 पास गरिसकेँ। क्लास 12 पास गरिसकेपछि हाम्रो कति मन्थको ग्याप हुन्छ नि त, त्यो ग्याप चाहिँ थियो र एकजना मेरो साथी जो मसँग क्लास 12 हामी 11-12 सँगै पढेको, त्यसले त्यो ग्याप स्यापमा अब आफ्नो जे गर्नुपर्ने कामहरू सब गरेर मतलब त्यो तयारी सयारी गरेर एउटा कलेजमा अब बाहिरको तयारी गरे हो तर त्यो कलेजको लागि होइन। र त्यसपछि अब टेम्पोररी एउटा कलेजमा एडमिसन गर्यो र कलेजहरू चाहिँ गइरहन्थ्यो र मैले चाहिँ कुनै कलेजहरूमा एडमिसन गरेर केही गरेको थिएन। त्यसपछि एक दिन के हुन्छ भने चाहिँ मतलब कलेजको स्टार्टिङको बेला त्यसलाई पनि अब नयाँ नयाँ अब एक्लै हुन्छ, साथी कोही हुन्थेनन्, त्यसलाई जान झ्याउलाइरह। त्यसपछि त्यसले मलाई मेसेज गर्छ, हेलो दोस्त, हेलो निशान, के कता हो? मैले भने म रुममै छु दोस्त, किन के काम थियो भनेर। मेरो कलेज जाम आज, त पनि हिट भनेर मलाई फोर्स गर्न आयो। मैले भने कहाँ यार दोस्त, यसरी अरूको कलेज जाने, न एडमिसन गरेको छ न के गरेको छ, न ड्रेस छ, अटेन्डेन्स गऱ्यो भने के थाहा भयो भने प्रब्लम हुन्छ भने। त्यसले भन्छ अटेन्डेन्स नि नहुँदो रहेछ त्यो कलेजमा, सरकारी कलेज हो बिबिएस है, फेरि बिबिएसमा जोइन गरेको रहेछ त्यसले। नो हेट बिबिएसलाई केही नराम्रो भन्नु खोजे होइन, बट त्यहाँ चाहिँ एटेन्डेन्सहरू केही गराउँथेनन्। त्यसपछि त्यसले मलाई अब एक दिन जिद्दी जबरजस्ती अब त्यही त साथीले जिद्दी गर्न लाग्यो र मैले जान रेडी भएँ। फेरि कलेज थियो बिहान 6 बजे, म चाहिँ त्यो दिन बिहान जल्दी उठेँ, 4 बजे उठेर रेडी सेडी भयो ट्याक्कै। त्यसपछि म यहाँदेखि त्यस साथीको रुम गएँ। साथीको रुमबाट नै हाम्रो कलेज लगभग हाफ एन आवरको जति टाढा थियो, लगभग आधा घन्टा बढी नै लाग्थ्यो है। र कलेज गएँ, सबसे पहिला गेटदेखि गेटमा अब गार्डहरू बसेँ, मलाई त डर लागिरहेको। मैले त्यो कलेजको ड्रेसहरू थिएन है, नर्मल फ्यान्सी कपडाहरू लगाएर जाने, आउटड्रेस हुन्छ नि त, त्यो कलेजको ड्रेस लाउनुपर्छ भन्ने थिएन। र एउटा ब्याग बोकेँ, ब्यागमा एउटा कपी र एउटा पेन हालिदिएँ। त्यसपछि हामी क्लासमा पहिला सुरु गेटदेखि इन्ट्री गरेँ। गेटमा 2जना अब गार्ड त हुन्छन्, मलाई त्यहीँ डर लागिरहेको त। त्यसपछि हामी गएँ भित्र गएपछि फर्स्ट पिरियडमा हामी हल्का लेट पुगेँ। यहाँ फेरि के हुँदो रहेछ बिबिएसमा भने मान्छेले पुरा खचाखच एडमिसन गर्दो रहेछन्, ठाउँ नमिल्ने। हामीलाई त्यही दिन हल्का ठाउँ मिल्न गाह्रो भयो, हामी एडजस्ट गरी बसेँ। जस्तो 2 ठाउँ, एउटा बेन्चमा 3जना बस्छन्, हामी 4जना बसेर एडजस्ट गरेँ एकछिन। अब त्यही त हो, अब यतादेखि हल्का अरू अब केटाहरूसँग कुरासुरा गऱ्यो। त्यसपछि एउटा ऱ्यान्डम केटा आउँछ, दोस्त तिमी अब फर्स्ट टाइम हो? मलाई देखाइ हुँदैन नि, मलाई सोध्यो दोस्त तिमी फर्स्ट टाइम भनेर। दोस्त म फर्स्ट टाइम हो, म यहाँ कलेज पनि पढ्दैन सब भनिदिन्छु, मलाई त बाल भनेर भनिदिन्छु। त्यसपछि त्यसले भन्छ दोस्त के टेन्सन लिन्छ यार, म पनि आज कति टाइम पछि आइरहेको छु, लगभग 2 हप्तासम्म अब्सेन्ट थियो। त्यसपछि आज आएको भन्नुहुन्छ। त्यसपछि त्यसले अब त्यही गफ गर्दाखेरि हामीलाई, म र मेरो साथीलाई बाहिर जाऊँ भन्न लाग्छ, बाहिर कलेज बाहिर होटलमा, कलेज बङ्क हानौँ। हामीले अब म कुन चाहिँ पढ्न गएको थिएँ र हामी त्यसपछि कलेज बङ्क गर्छौँ। बाहिर अब क्लासदेखि निस्किनु त सजिलो छ, क्लासदेखि निस्किनु भयो, सकियो, निस्किहाल्छौँ। गेटमा गार्डलाई के भन्ने हुन्छ, अब जो हाम्रो त्यो नयाँ ऱ्यान्डमली भेटेको केटा हुन्छ नि, त्यसले गार्डलाई के भन्छ नि, गाड्दै मेरो यो प्यान, मतलब मैले भन्न तरिकाले भन्न, त्यसले भनिरहेको चाहिँ यही हुन्छ। त्यसले भन्छ गाड्दै यहाँ मलाई चाहिएको कपी चाहिएको रहेछ, मेरो कपी त सकियो, अब कपी किन्नु छ भन्छ। अब त्यो कपीहरू किन्नु छ भनेर हल्का रिक्वेस्टहरू गर्छ। त्यसपछि गार्डले पनि जान दिन्छ। त्यसपछि हामी 2जना त्यसको पछि जान्छौँ, हामी सँगसँगै त्यहीसँग भनेर गइहाल्छौँ। त्यसपछि हामी बाहिर अब यता घुम्नलाई बिहानै त हुन्छ, 6 बजे हाम्रो कलेज लाग्थ्यो भने त्यही 6:30-7 बजीतिर निस्किहाल्छौँ, धेरै पसल त खुल्ला हुँदैनन्। त्यसपछि हामी जान्छौँ एक ठाउँमा चिया खान। अब जाडोको सिजन, चिया चाहिँ खानै पऱ्यो, चिया खान जान्छौँ। र चिया खाएर अब हामी के गर्ने त, आधा घन्टा त त्यता घुम्छौँ, बोर लाग्छ। त्यसपछि क्लासमा रिटर्न आउँछन्। क्लासमा रिटर्न आइसकेपछि अब के गर्ने, अब हाफ पिरियड भयो, टिफिन भन्छ, लन्च ब्रेक। त्यसपछि त्यो लन्च ब्रेकमा चाहिँ अब सब क्लासमा चाहिँ कोही मान्छे अब बाहिर जान्छन् र हामीहरू चाहिँ क्लासमा मजाले गेमसेमहरू खेलेर हुन्छौँ। गेमसेम खेल्यो, त्यसपछि सब क्लासको केटाहरू त पुरा हुन्छ नि, सब गेममा आएर गेम खेले हान। त्यसपछि कोही केटाहरू त फेरि केटीहरूसँग बोल्न बिजी छन्, कोही कहाँ छन्, र म र मेरो साथी चाहिँ हामी गेम खेल्थेँ। त्यसपछि हामीलाई बोर लाग्न लाग्छ र झ्याउला यार दोस्त यार के पढ्नु भनेर हामी त्यहाँदेखि निस्किन्छौँ।
त्यसपछि हामी गाडको त्यहाँ भन्छौँ अब सर बिरामी भएर हामी अब घर जानलाको भनेर यस्तो हल्का बानासाना दिएर हामी त्यहाँदेखि कलेजदेखि निस्किन्छौँ। आधा घन्टाको सफरमा म रुम पुग्छु। त्यसपछि साथीको कल आउँछ दोस्रो दिन, दोस्त आज पनि हिटै झामै जबरजस्ती गरान्छ। बट आज मैले जाँदैन यार, खालि बिहान बिहान एक त म अब 4 बजे उठ्ने मान्छे होइन, 7 बजे उठ्ने मान्छे, 4 बजे उठ्नुपर्छ। मेन प्रब्लम त्यो। दोस्रो प्रब्लम पढ्ने सढ्ने होइन, फाल्तुमा गएर के कामको उत्तिकै के नाटक गर्नु भनेर मलाई यस्तो कामहरू झ्याउ लाग्छ भनेर मैले चाहिँ सिधै डिनाइ गरिदिन्छु। र यो कुरा यस्तै बित्दै जान्छ। एक दिन मलाई नै बोर लागेर आउँछ घरमा। त्यसपछि साथीले ल गइदिनु त आज कलेज, हामी कलेज चल्दिन्छौँ है त, बाई बाई। र द्याट्स अल फर टुडे।